हात खुट्टा झमझमा हुने, सिरिङ्ग हुने र केही कुरामा चाहिँ गर्न खोजेको काममा पनि आफूले पर्फर्मेन्स गर्न सक्ने, पर्फर्मेन्स गर्न नसक्ने, यस्ता कुराहरू एङ्जाइटीका लक्षणहरू हो प्रदीपजी। अब यसका तपाईँलाई लक्षणहरू के हो, यसका अनि विभिन्न कारणहरू के हुन्छ र कुन समयमा डाक्टरलाई भेट्ने भन्ने पनि यो ठुलो प्रश्न हुन्छ एकदम। अब कति कुराहरू सामान्य घरमा पनि हामीले चाहिँ विभिन्न यसका टेक्निकहरू हुन्छ, एङ्जाइटीलाई घटाउने माध्यम हुन्छ, तर यो विकराल रूप लियो भने पनि डाक्टरलाई भेट्न पर्ने आवश्यक हुन्छ। यसका कारणहरू भनेको विभिन्न हाम्रो शरीरमा रासायनिक तत्त्व हुन्छ, त्यसलाई न्युरोट्रान्समिटर हर्मोन भनिन्छ, डोपामिन, सेरोटोनिन, इम्युनोफ्रिन, यस्ता विभिन्न हर्मोनहरूको उताप चढावले गर्दा यस्तो हुन्छ। अनि कारणहरू त अहिले मैले भनिसकेँ, मन भकानिने, चिसो हुने, छटपटी लाग्ने, के गरौँ हुने, असामान्य रूपमा पनि असुरक्षित जस्तो फिलिङ हुने र यसले निम्त्याउने कारण के हो भने पछि गएर अब बिना कारणले मान्छेलाई प्यानिक एट्याक भन्छ, एक्कासी मन भकानिएर डर लागेर मर्छ कि जस्तो हुन्छ। त्यस्तो बेलामा त बिरामीले त अब ज्यानै जाला अथवा मुटुकै रोग लाग्यो भनेर डराउनु हुन्छ नि, तर त्यो हुनुभन्दा अगाडि यस्ता लक्षणहरू हुन्छ होइन, पसिना, चिसो पसिना आउने, छटपटी हुने। यो भइसकेपछि तुरन्त अब साइकियाट्रिस्टमा गएर हजुरहरूले परामर्श लिन सकिन्छ, काउन्सिलिङ पनि लिन सकिन्छ, विभिन्न कुराहरू हामीले अपनाउन भनिन्छ, त्यसरी पनि निको हुन्छ। तर जति यो रोग छिप्पिँदै गयो, जति उसले वास्ता गरेन होइन, यो म कन्ट्रोल गर्छु, यो टेन्सन हो भन्ने कुराहरू यो गर्न थाल्नुभयो भने झन् यो विकराल रूप लिएर औषधि पनि सेवन गर्न पर्ने हुनसक्छ र रोग पनि लम्बिन्छ। त्यस कारणले अझै पनि धामी नागरिकमा देखाउने होइन, यो छ नि तपाईँको यो डरायो मनाएको बक्सी लाग्यो भने चाहिँ है समाजमा नि हो डक्टरलाई भेट्दा त म तपाईँको यो पाँचकै हस्पिटलमा गएछु कि भन्ने त सोच्छ हो। यही कुरा म भन्न चाहन्छु, यो साधारण खालको एङ्जाइटी हो, जसरी हामीले चाहिँ सुगरमा हुँदाखेरि, प्रेसरको हुँदाखेरि औषधि खाँदैनौँ त, खान्छौँ नि, सर्टेन महिना खान्छौँ नि, यो पनि एउटा किसिमको भयावह रूपमा शरीरले हामीले चाहिँ ठेक्न नसकेर अब शारीरिक रूपमा उत्पन्न भएको रोग हो एङ्जाइटी। त्यसलाई पनि सामान्य रूपमा औषधि खाएर पनि त्यसलाई न्यूनीकरण गर्न सकिन्छ। त्यही भएर बेलैमा चाहिँ डाक्टरलाई भेट्नुपर्छ। धन्यवाद डाक्टर राजेशलाई। आज हामीले मस्तिष्क सम्बन्धी थोरै भए पनि जान्ने मौका पायौँ। अब तपाईँहरूलाई पनि केही यस्तो समस्या छ, केही रोग सम्बन्धी, अरू रोग सम्बन्धी पनि जान्न इच्छुक हुनुहुन्छ भने कुन डाक्टरको लागि कोसँग परामर्श लिएर तपाईँहरूलाई पनि जानकारी लिनु खोज्नु भएको छ, त्यसको बारेमा फेरि तपाईँले कमेन्ट गर्नुहोस्। हामी त्यही अनुसार तपाईँको फेरि अर्को डाक्टर, आज साइकेट्रिक हुनुभयो, भोलि फिजिसियन हुनुहुन्छ, पहिले कार्य हुनुहुला है, तपाईँको आफ्नो समस्याहरू देख्नु, त्यही अनुसारले हामीले सुरुवात गर्दैछौँ। अब यो हाम्रो पहिलो सुरुवात हो।